क्लासमा यति धेरै हल्ला किन भइरहेको छ? मलाई त यस्तो लाग्दैछ कि म कुनै क्लासरुममा होइन पार्कमा आएकी छु। आज स्कुलमा मेरो पहिलो दिन हो र मेरो नाम नीना शर्मा हो। नीना म्याडमको क्लासमा प्रवेश हुने बित्तिकै जहाँ सबै बच्चाहरू नर्मल थिए र त्यही पूर्वी नामकी एउटी केटी म्याडमलाई देखेर एकदमै डराउँछिन्। जियाले भन्छिन्, छिपकली जस्तै म्याडम छिन्, तर यिनको एटिट्युड हेर न। बिस्तारै बोल जिया, म्याडमले सुनिन् भने। तँ त यस्तो भन्दैछिस् जसो कि तँ उसको बारेमा सबै जान्दछिस्। त्यति बेलै उनीहरूलाई कुरा गर्दै गरेको नीना म्याडमले देख्छिन्। ए, के खुसुर फुसुर हुँदैछ? तिमीहरू दुवैजना यहाँ आओ। तिमीहरू फुल युनिफर्म लगाएर किन नआएका? चप्पल किन लगाएका? म्याडम, मेरो बाबासँग त्यति धेरै पैसा छैन कि उहाँले मलाई जुत्ता किनिदिनुहोस्। जब पैसा आउँछ नि त्यति बेला उहाँले किनिदिनुहुन्छ। त्यो सब म केही पनि जान्दिनँ। यदि तिमीले भोलि जुत्ता लाएर आएनौ भने मैले जानेको छु। र अब तिम्रो सजाय यो हो कि तिमी पुरै ग्राउन्डको सफा गर्नेछौ। र पूर्वी, तिम्रो कपाल किन खुल्ला छ? ओ आमा, होइन मेरो मतलब म्याडमजी, बिहान बाल धोएको थिए कि अनि त्यो भिजेको थियो, त्यही भएर बान्नै सकेकी थिइनँ। रिसाएर नीना म्याडमले आफ्नो ब्यागबाट कैँची निकालिन् र पूर्वीको सबै कपाल काटिदिन्। उनको लामो कपाल अब एकदमै छोटो भइसकेको थियो। यो कार्य उनको अब डेली चलिरहेको थियो। उनी सबै बच्चालाई एकदमै दुःख दिन्थिन्। नीनाको अत्याचारबाट पूर्वी एकदमै बुझिसकेकी थिइन्, किनकि नीना उनकी कान्छी आमा थिइन्। उनी घरमा पनि पूर्वीमाथि एकदमै अत्याचार गर्थिन्। 8 सालकी पूर्वीबाट घरको सबै काम निकाल्थिन्। पूर्वीको बुबाले उनकी आमाको मृत्युपछि 7 सालपछि नीनासँग बिहे गरेका थिए ताकि पूर्वीलाई आमाको प्रेम मिल्न सकोस्। पूर्वीका पिता नेभी अफिसर थिए र उनी प्राय बाहिर नै बस्थे। त्यही भएर उनलाई यो सबको विषयमा केही भनक थिएन। नीनाले बीएडको पढाइ कम्प्लिट गरेकी थिइन्। फेरि भनसुन गरेर पूर्वीको स्कुलमा टिचरको जागिर मिलाइन्। उनी पूर्वीलाई बाँकी काम गराउनलाई बिहान छिटै उठाउँथिन्, जबकि आफू चाहिँ आरामसँग सुती बस्थिन्। यसरी नै एक दिन, ए पूर्वी, त मेरो लागि खानाको लागि स्यान्डविच प्याक गरिदिनु, र तेरो लागि रातिको त्यो रोटी उब्रिएको होला, र मैले छोडेको त्यो जुठो सब्जी पनि हाल। रासन सित्तैमा थोडी आउँछ। ठिक छ नयाँ आमा। त्यसपछि नीना सुत्छिन्। फेरि स्कुल टाइमको आधा घण्टा अगाडि उठेर आफू रेडी भएर स्कुल जान्छिन्। तर बिचरा पूर्वी सबै काम सकेर मात्रै आउँछिन्, जसका कारण उनी धेरैचोटि लेट हुन्छन्। फेरि नीना म्याडमले उनलाई पनिसमेन्ट दिन्थिन्। उनले क्लासमा पनि उनीमाथि अत्याचार गर्थिन्। यसरी नै एक दिन, पूर्वी, क्लास टेस्टमा तिम्रो नम्बर एकदमै घटिया आएको छ। तिमी यो टेस्टमा फेल भएकी छौ। तर म्याडम, मेरो टेस्ट त एकदमै राम्रो भएको थियो। तर राम्रो भयो? राम्रो भयो मतलब? मैले तिमीलाई जानी जानी फेल गराएँ? होइन म्याडम। नीना म्याडमले त्यो दिन उनको एकदमै पिटाइ गर्छिन्। यसरी नै समय बित्दै जान्छ। एक दिन नीना म्याडम आफ्नो क्लासको साथमा स्कुलको एउटा प्रोजेक्टको लागि जंगलतिर जान्छिन्, जहाँ झाडीबाट एउटा सर्प निस्किन्छ र नीना म्याडमलाई डस्नै आँटेको हुन्छ। त्यतिबेलै पूर्वीको नजर त्यहाँ पर्छ। नयाँ आमा बच्नुहोस्। पूर्वी त्यो साँपलाई आफ्नै हातले उठाएर फ्याँक्छिन्। यतिमा उनलाई त्यो सर्पले डस्छ। उनलाई छिटो छिटो अस्पताल लगिन्छ, जहाँ एकदमै मुस्किलले उनको ज्यान बच्छ। जब उनको होस आउँछ, नीना म्याडम उनको अगाडि आँसु नै आँसु भरिएर हात जोडेर बसेकी हुन्छन् र उनीसँग माफी माग्दै भन्छन्, मलाई माफ गरिदेऊ पूर्वी। मैले तिमीलाई कहिले पनि आमाको प्रेम दिन सकिन। तिमीमाथि यति धेरै अत्याचार गरे, तर तिमीले आज आफ्नो ज्यानको पर्वाह नगरी मेरो ज्यान बचायौ। जहिले कुरा हुन्थ्यो तिम्रो बारेमा राम्रै भन्थिन्, कति धेरै सहेर पनि केही नभनेकी मेरी छोरीले। सबै सहेर बसिन्, केही पनि भनिनन्। साह्रै राम्री छिन् मेरी छोरी, तिम्रो बारेमा त कहिल्यै नराम्रो भनिनन्, कति धेरै सहेर पनि केही नभनेकी। बाबा, मैले एकचोटि आफ्नो आमालाई गुमाइसकेकी छु। म फेरि आफ्नो आमालाई गुमाउन चाहन्न। अब उनी पूर्वीमाथि कहिल्यै अत्याचार गर्दिनन्, बरु उनलाई एकदमै माया गर्छिन्। आफ्नो नयाँ आमाको माया पाएर पूर्वी पनि अब एकदमै खुसी थिइन्। अभिनव मोडल स्कुलमा एकजना मोटी महिला आइरहेकी थिइन्। दुईजना स्कुल स्टुडेन्टहरू मजाक उडाइरहेका थिए। नेहा, हेर त ती आइमाई त कति मोटी छिन्। यिनलाई देखेपछि त लाग्छ कि एउटा हात्ती आइरहेको छ। त पनि कम खाने गर, नभए यस्तै हुन्छस् मोटी टुनटुन। यो मोटी टुनटुनले मेरो टाउकोमा हात राखिदियो भने त म त थिचेरै मर्छु होला। ती मोटी महिला उनीहरूको छेउमा आउँछिन्। उनीहरू डराउँछन्। अरे, यो मोटी हाम्रो छेउमा किन आउँदैछन्? यसले हाम्रो कुराहरू त सुनेन नि। त्यति बेलै ती मोटी महिला, जसको नाम भानुमती हुन्छ, उनले भन्छिन्, ए नानीहरू, प्रिन्सिपलको रुम कता छ? भन्न सकिहाल्छौ नि। तपाईँ त्यो तेस्रो तलामा जानुहोस्, त्यही तपाईँले प्रिन्सिपलको रुम भेटिहाल्नुहुन्छ नि।
तर तपाईलाई सिडी चढेर जानुपर्छ। त्यो के हो भने नि स्कुलको लिफ्टै खराब भएको छ। ए भइहाल्छ नि, ल ल ठीक छ, थ्याङ्क्स। भानुमती म्याडमको भारी शरीर भएका कारण उनलाई सिडीबाट चढेर माथि उक्लिन गाह्रो भइरहेको थियो। जब उनी तेस्रो तलासम्म पुग्छिन् उनको सास एकदमै बढेको हुन्छ र उनको शरीर पसिनाले एकदमै भिजेको हुन्छ। ओहो, यहाँ त चढ्दा चढ्दै मलाई त हजुरआमाको याद आयो। तर उनी जब तेस्रो तलामा पुग्छिन् त्यति बेला उनलाई थाहा हुन्छ यहाँ माथि चाहिँ आएर के को प्रिन्सिपलको रुम खोज्दै? उनको अफिस त तलै छ त, माथि चाहिँ किन आउनु भएको? ग्राउन्ड फ्लोरमा? यसको मतलब ती नानीहरूले मलाई झुट भने। फेरि भानुमती तल ओर्लिनका लागि सिडीतर्फ लागिन्। पिउनले बोलाएर भन्छन्, ए मोटी हिँडेर चाहिँ किन गएको? 1-2 किलो घट्ला नि, लिफ्ट लिएर जाऊ, यहाँ छ लिफ्ट। मोटी लिफ्ट? ती बच्चाहरूले मसँग साँच्चै नै मजाक गरेका रहेछन्। भानुमती प्रिन्सिपल कहाँ जान्छन् जहाँ उनको इन्टरभ्यू हुन्छ र उनी सेलेक्ट पनि हुन्छन्। भोलिपल्टदेखि भानुमती म्याडम त्यही स्कुलमा पढाउन थाल्छिन्। जब उनी क्लासमा आउँछिन् रिचर्ड र नेहा उनलाई देखेर हैरान हुन्छन्। त्यति बेलै भानुमतीले क्लासको बच्चाहरूसँग भन्छन्, गुड मर्निङ स्टुडेन्ट्स, म तिमीहरूको नयाँ क्लास टिचर हो, तपाईहरूलाई पढाउँछु। ओ टुनटुन हाम्रो नयाँ टिचर? ल अब त मर्यो है रिचा। अब मिसले हामीलाई हिजोको बदला निकाल्छिन्। हामीलाई त एकदमै कडा गर्छिन् होला। हामीले हिजो उनलाई गरेको व्यवहार त बिर्सेकै छैन होला। अरे तिमी नडराउ न, केही पनि हुँदैन क्या त्यस्तो। तर साँच्चै भानुमतीले यस्तो केही पनि गरिनन्। बरु उनीहरूसँग भानुमतीले एकदमै राम्रो व्यवहार गरिन्। खासमा चाहिँ भानुमतीको स्वभावै यस्तै खालको थियो। उनलाई बच्चाहरू एकदमै धेरै मन पर्थ्यो, किनकि धेरै मोटापाका कारण बिहे भएको 10 वर्षसम्म पनि उनी आमा बन्न सकेकी थिएनन्। भानुमतीलाई त्यो स्कुलमा पढाएको केही दिन बित्छ, तर उनको मोटो शरीरलाई देखेर कसैले पनि उनलाई मन पराउँदैनथे र सबै बच्चाहरूले उनको मजाक उडाउँथे। एक दिन जब उनी क्लासका बच्चाहरूलाई पढाइरहेकी थिइन्, ल नानीहरू एउटा कविता सुनाउने है, मैले हिजो भनेकी थिएँ नि याद गरेर आउनु भनेर। रिचा तिमी सुनाउ त। हुन्छ म्याम, एकदम ध्यानसँग सुन्नुहोस् है, सायद तपाईँलाई धेरै मन पर्छ। एउटा मोटो हात्ती कुदेर आयो, माकुराको जालमा गएर उ फस्यो। रिचा, यो कविता त तिमी र म्याडममा पो फिट हुँदो रहेछ त, जसरी तिमीले अस्ति म्याडमलाई जालमा फसाएको थियौ। नेहा, तिम्रो भनाइको मतलब के हो? भानुमती म्याडम हात्ती हो? अरे होइन होइन, यिनी त हात्ती नि हुन्, हात्ती नि। रिचा, यो तिम्रो कस्तो नराम्रो व्यवहार हो। भानुमती नेहा र रिचाको सिटको छेउमा जाँदै थिइन् कि त्यतिखेर एउटा विद्यार्थीले खुट्टाले भानुमतीलाई छिड्किने लाएर लडाइदिन्छन्। यो देखेर सबै बच्चाहरू जोड जोडले हाँस्न थाल्छन्। भानुमती केही गरेर बल्ल तल उठ्छिन्, फेरि कुर्सीमा आएर बस्छिन्। सबै बच्चाहरूले जोड जोडले हाँस्दै उनको मजाक उडाइरहेका हुन्छन् कि त्यति बेलै बिजुली सर्ट भएर कक्षा कोठामा आग लागि सुरु हुन्छ। सबै बच्चाहरू डराउँछन्। त्यति बेलै भानुमतीले सावधानीका साथ सबै बच्चालाई एक एक गरेर बाहिर निकाल्छिन्, तर अन्तिममा उनी आफू चाहिँ त्यही फस्छिन् र लड्छिन्। केही बेरपछि जब उनलाई होस आउँछ उनी त्यति बेला स्कुलको मेडिकल रुममा हुन्छन्। त्यति बेलै सबै बच्चाहरू हात जोडेर रुँदै उनको सामु उभिरहेका हुन्छन्। अरे नानीहरू किन रुँदैछौ? म्याडम, हामीलाई माफ गरिदिनुहोस्, हामीले तपाईसँग कस्तो नराम्रो व्यवहार गर्यौं, तर आज तपाईले आफ्नो ज्यानको पर्वाह नगरिकन हामीलाई बचाउनु भयो। थ्याङ्क यू म्याडम। केही छैन नानी हो, म तिमीहरू सबैलाई माफ गर्छु नि। ल अब सबैजनाले रुन बन्द गर्ने, आँसु पोछ। तिमीहरूको म्याडम यति साह्रो कमजोर पनि छैन कि अहिले नै ढलोस्। त्यो के भन्छौ तिमीहरूले मलाई? मिस टुनटुन। केही बिगार्न सक्दैन। भानुमती म्याडमको कुरा सुनिसकेपछि सबै बच्चाहरू फेरि हाँस्न थाल्छन् र फेरि सबैजना आएर उनलाई अँगालो हाल्छन्। भानुमती पनि सबै बच्चाबाट माया र स्नेह प्राप्त गरेर एकदमै धेरै खुसी थिइन्। बेस्ट बडीज। हेलो फ्रेंड्स, थैंक्स फॉर वॉचिंग दिस वीडियो। अगर आपको ये वीडियो पसंद आया है तो प्लीज लाइक, सब्सक्राइब, कमेंट्स करें इस वीडियो पर, और हाँ, शेयर करना भी ना भूलें। और भी मजेदार वीडियो देखने के लिए नीचे दिए गए बेल आइकॉन को दबाएं। देखते रहिए बेस्ट बडीज।